कहिलेकाहीँ हामी भन्छौँ नि सुत्नु अघि बस 5 मिनट मोबाइल हेर्छु अनि सुत्छु भनेर, बट देन सडनली 5 मिनट त 2 घन्टा भइसकेको हुन्छ, हामीलाई पत्तै हुँदैन। अनि यसको पछाडि पनि एउटा मनोवैज्ञानिक कारण छ। जब हामी मोबाइल हेर्छौँ, रिल्सहरू हेर्छौँ, सर्ट्सहरू हेर्छौँ, त्यतिखेर चाहिँ हाम्रो दिमागले डोपामिन भन्ने केमिकल रिलिज गरिरहेको हुन्छ। अनि डोपामिन भनेको चाहिँ हाम्रो दिमागमा खुसी र आनन्द अनुभूति गराउने एउटा रसायन हो। अनि त्यसपछि हरेक भिडियो डिफ्रेन्ट हुन्छ नि त, त्यही भएर वाट्स नेक्स्ट भिडियो त अझै इन्ट्रेस्टिङ हुन्छ होला भनेर चाहिँ दिमागले एक्सपेक्ट गर्छ र स्क्रलिङ स्टप नै हुँदैन। अनि त्यही भएर चाहिँ त्यो 5 मिनट 2 घन्टा भइसकेको हुन्छ अनि हामीलाई पत्तै हुँदैन। त्यसैले हामीले चाहिँ भिडियो हेरिरहेछौँ, तर वी हेभ टु बी अवेर द्याट भिडियोले चाहिँ हाम्रो ब्रेनलाई चाहिँ ट्रेन गरिरहेको हुन्छ है। त्यसैले 5 मिनटको अलार्म राख्ने अनि सुत्न अघि गुड नाइट भन्ने अनि सुत्ने है त। चियर्स।